सो हेलो गाइज वेलकम ब्याक टु माई फर्स्ट भिडियो अन युट्युब च्यानल होइन। आजदेखि मैले चाहिँ 75 डे हार्ड च्यालेन्ज स्टार्ट गर्न लागेको छु। सो आज चाहिँ डे 1 हो। मैले चाहिँ आफ्नो पुरानो सबै नराम्रो हेबिटहरू छोड्ने भनेको छु, जस्तै दिउँसो सुत्ने, चक्लेटहरू खाने, सुगरको मात्रा धेरै युज गर्ने होइन, र रातभरि गेम खेल्ने, सिरिज हेर्ने। अब त्यही त हो फ्रीमा बसेको मान्छे, फ्री होइन फ्री फोक्ता बसेको मान्छे। अब आजदेखि चाहिँ आफ्नो एउटा हार्ड च्यालेन्ज स्टार्ट गर्न लागेको छु। सकभर यस्तो प्रयास गर्छु कि मैले 75 डेजसम्म कन्टिन्युस भिडियो हाल्न सकौँ होइन। अब हेरौँ मेरो प्रोग्रेस कस्तो हुन्छ। अब घरदेखि पनि मलाई यसो गर, अब कति फाल्तु बसोस् भन्नुभएको। सो आज डे 1 हो, हेरौँ आज के हुँदो रहेछ है त। सो हार्ड च्यालेन्ज स्टार्ट गर्ने भन्दा अगाडि चाहिँ आफ्नो यो कोठा चाहिँ ट्याक्क सफा गर्नु पऱ्यो। यस्तो फोहोर भयो मेरो कोठा चाहिँ होइन। यहाँ मैले जहिले सफा गर्थेँ। सो आज चाहिँ हल्का डिसिजन लिन मैले टाइम लगाएँ, त्यही भएर मेरो कोठा हल्का फोहोर भएको छ। सब कोठा सफा गर्छु अनि अगाडि ब्लग कन्टिन्यू गरौँ ल। सो गाइज होइन मैले मेरो कोठा सफा गरिसकेको छु। अब खानाको टाइम छ। खानासाना खाएर त्यो भाँडासाँडा मान्नुपर्छ मैले। अब खानासाना नि बाबु कति ढिलो खाना खाएको, सबले खाना खाएर भ्याइसके अनि त अझै खाँदैछस्। यो सानो अचम्मै ढिलो खाना खान्छ कि खाना पनि। अनि उयो दाईसँग बसेर खाना खान अनि भाउजूसँग उठ्ने भनेर एउटा आनाले थियो, बुढा पुरानाले त्यस्तै गऱ्यो अहिले फेरि। छिटो खा। सो फाइनली 25 मिनट लगाएर मैले खाना खाएँ होइन। एउटा उखान छ नि त, बस्दा सँगै उठ्दा एक्लै मात्रै हो क्या। सबै बस्दा सँगै नभए उठ्दा एक्लै हुन्छ। अब यहाँ पुरै भान्सा सफा गर्नु पऱ्यो। यहाँ यस्तो फोहोर छ, यो चुला। यहाँ मम्मीले यत्रो भाँडा थुपार्नु भयो। मैले मेरो कोठा चाहिँ मैले मेरो सब सफा गरिसकेको छु। अब घरको कान्छो छोरो सब घर सफा गर्नु पऱ्यो। अब मम्मी बाबाको रुम यस्तो फोहोर छ, यहाँ पनि पुरै भसड मच्या। अब यहाँ सफा गर्न छ। अब फेरि बाबाले आफ्नो काम गर्दाखेरि युज गर्ने त्यो डन्डा हुन्छ नि, तलतिर साइडमा छोड्नु भएको रहेछ। त्यो डन्डाले जान लाग्छु। अब बाइक चलाउनु लागेको बेला भिडियो बनाउनु कि सोचेको थिएँ, तर के गर्ने अब छैन बाइकमा राख्ने स्ट्यान्ड। अब त्यत्तिकै जान्छु अब म चाहिँ। सो यो हाम्रो चाहिँ यहाँ डेभिड पुत्र बाइक अब यसैमा जाने हो म। सो म चाहिँ यहाँ डन्डा लिने ठाउँमा पुगेछु होइन, मम बाबाको साइडमा। मम बाबाको साइड यही हो, ऊ त्यहाँनिर छ डन्डा। अब मैले बाइक चलाउँदाखेरि बनाउने हुन्थ्यो। बाइकमा स्ट्यान्ड छैन, घरमा ट्याक्क अड्डाउने स्ट्यान्ड मात्र छ। उयो हो कि मसिनो डन्डा पातलो, यसलाई लगेर जाने। अब फेरि बाइकमा कसरी हान्ने यार, अब डन्डामाथि बस्ने त्यतिकै चल्दिने त उता त। ल अब सिधै बाइकमा जानु लाग्छु। अब घर अब आफ्नो च्यालेन्ज स्टार्ट गरौँ ल। सो गाइस म घर चाहिँ पुगेँ होइन। अब यो सबै भान्सा सान्सा सब सफा गर्छु अनि मम बाबाको कोठा सफा गर्छु। तबसम्म खाएको खानासाना पनि पच्छ। यहाँ यो सब फोहोर भयो, यो अगाडिको यो बाल्कनी के भन्छ यसलाई, ग्यालेरी बाल्कनी, यो पनि सफा गर्न छ। अनि अब सब सफागरी भएपछि आफ्नो अब वर्कआउट के छ, आज चाहिँ मेरो चेस्ट र सोल्डर हो। ठ्याक्क अब सबै बडी पार्टलाई डिभाइड गरेर हुन्छ नि, छुट्टा डेमा छुट्टा हप्तामा सबै बडी पार्टलाई 2 चोटि ट्रेन गर्ने गराएको छु रुटिन चाहिँ। त्यही भएर आज चेस्ट एन्ड सोल्डर, किनकि सन्डे हो। अनि 2 देखि 3 3.5 लिटर पानी खान्छु। डाइट पनि भइरह। सो अब मेरो भाँडा मान्ने काम सुरु भयो। मैले चाहिँ पुरै भान्सा सफा गरिसकेको छु ल। मेरो भान्सा यस्तो देखिन्छ अहिले सर, र पुरै भुइँसुइँ पडाले। डाइनिङ टेबल पनि पुरै सफा गरिसकेको छु। ए यार मम्मीले त राख्ने हुनुहुन्थ्यो यार। मैले त्यो अब यो के हो यार, भाँडाहरूकुँडा सब स्ट्यान्डहरूमा राख्नु छ। हाम्रो मेन अर्को भान्सा यहाँ छ, पुरै भाँडाकुँडा सब यहाँ राख्ने। यहाँ यस्तो छ हल्का। यो पहिला चाहिँ मेरो रुम हुने गर्थ्यो, त्यही भएर पर्दा यहाँ छ, अरू सब आइटम उता लगाएर राखिसकेको छु। सो मैले यो भाँडा चाहिँ ट्याक्क कहाँ राख्नुपर्ने त्यो मिलाएर अब मम्बाको कोठा सफा गर्छु। सो सबै मिलाएन, अब भाँडाकुँडा राख्ने कहाँ गयो सब राखिसकेको छु। र फाइनल लुक चाहिँ यस्तो देखिन्छ हाम्रो भान्साको। अब यो सबै भयो। अब मम्मी बाबाको रुम बनाउनु बाँकी छ। यस्तो छ मम्मी बाबाको रुम, अघि पनि देखाएँ होला। अब यसलाई सफा गर्छु। त्यसपछि 10-12 मिनट कि 1 घन्टा जति रेस्ट गर्छु, किनकि मैले आफ्नो वर्कआउट चाहिँ अब राउन्ड फिगर 12 बजेदेखि सुरु गर्ने हो। 12 बजे सुरु गऱ्यो भने मैले 1 साढे 1 बजीतिर गर्छु। 2 साढे 2 बजीतिर आफ्नो नुहाएर डाइट साइट बनाएर 10 पेज पढेर यताउता गरेर हुन्छ मेरो सबै काम। सो फाइनल लुक चाहिँ मम्बाको रुम चाहिँ यस्तो देखिन्छ है गाइज।
यो ट्याक्क सफा अरे तर मैले जालो सालो फाल्न छ अब त्यो जालो फाल्ने यो पर्दा लगाउँछु सो घरहरू चाहिँ सबै सफा गरेर भ्याइयो होइन अब चाहिँ मैले के गर्ने अब ट्याक्क उता घडी छ ट्याक्क अब 12 बज्यो भने आफ्नो वर्कआउट सुरु गर्ने जस्ट मैले राउन्ड फिगर मैले 1.5 घन्टा जति वर्कआउट गर्छु त्यो चाहिँ डाइट साइड बनाउँदा अनि ट्याक्क नुहाउँदा यताउता गर्दाखेरि ट्याक्क मलाई 3 साढे 3 चाहिँ बज्छ त्यसपछि किताब पनि पढ्नु पऱ्यो 10 पेज 2-3 लिटर पानी खानु पऱ्यो त्यो पनि छ सो अब चाहिँ सिधै 12 बजेतिर है त भेटौँला सो गाइज होइन हामीलाई एकैछिनमा फेरि बस पार्क जानुपर्ने भयो मामाको चाहिँ मेली भन्ने ठाउँबाट एउटा सामान आएको रहेछ कि त्यही भएर एकचोटि सर बस पार्क गइदिनु पर्ने भयो अब आज यो बाइक धुने पनि छ बाबाले त्यही भएर घर छोड्नु भयो अहिले आएर एकछिन पछि वर्कआउट सोर्कआउट भएपछि आफ्नो बाइक पनि धुन्यो त्यही भएर अब एकछिन मैले तालसा लगाएर हामी एकलट मेलीको लागि बस पार्क निस्किनु लाग्छौँ कि अब अरू आधा बाटोमा कुरा गरौँला मामा अब उहाँ कि यही बाइकमा के भन्छ डेभिड पुत्र बाइकमा जान्लाम कहाँ अरे बस पार्क डेभिड पुत्र कि अघि अन्त कक्रोचेसको सबैभन्दा खतरा बाइक हो कि 2000 सीसी सो हामी बस पार्क हो कि यो ट्याक्क कहाँ आइपुग्यौँ ए यहीँ रहेछ सामान ल्याउनु चाहिँ यहीँ रहेछ हाम्रो सामान चाहिँ यहाँदेखि सामान आइरह हाम्रो मामाजी सो मामाले चाहिँ काँक्रा मगाउनु भएको रहेछ अब सिधै काँक्रा लगेर चाहिँ घरतिर अब घरतिर जाने गाइज होइन मामाको सबै सामान ल्याएर एउटा काँक्रा पनि काट्नु खाइयो होइन अब चाहिँ वर्कआउट गर्ने टाइम भयो हुन्छ अब वर्कआउट गर्ने टाइममा त 10-12 मिनट ढिलो भइसक्यो होला अब जान्छु हल्का आफ्नो प्रि वर्कआउट खान्छु त्यसपछि 15 मिनटमा सुरु गर्नु पर्ला घरको ताल चाहिँ खोले खाने यार सो म चाहिँ एकदम सही भनेको रहेछु होइन हाम्रो वर्कआउट गर्नको लागि ठ्याक्कै 10 देखि 15 मिनट 20 मिनट हामीलाई ढिलो भइसकेको रहेछ सो अब म चाहिँ मेरो वर्कआउट स्टार्ट गर्न लागेको छु स्टार्टिङमा चाहिँ आज धेरै पछि गर्न लागेको छु सो मैले चाहिँ आज धेरै गर्दैन त्यही भएर ठिक्कको गर्ने किनकि भोलि बहुत टाइम लाग्छ कि रिकभर हुनको लागि त्यही भएर धेरै फटिक गराउन मसल्सलाई थोरै वार्म त्यसपछि आज चेस्ट र सोल्डरको 2 सेट गर्छु मेबी सायद 3सम्म गर्न सक्छु त्यही हो आजको सो अब मेरो स्टार्ट चाहिँ सुरुमा वार्मअपबाट हुन्छ सो गाइज हेर्न सक्नुहुन्छ होइन पम्प म तपाईँलाई मेरो पुरै वर्कआउटको भिडियो चाहिँ देखाउनु मिल्दैन देखाउन सक्दैन किनकि वर्कआउट गर्ने फेरि पज गरेर फेरि भिडियो बनाउन त्यो हल्का सेटमा डिस्टर्बेन्स जस्तो हुन्छ कि त्यही भएर सिधै मेरो वर्कआउटमा चाहिँ मैले 100 पुसअप हानेर पाएँ भर्खरै कन्टिन्युस नै मैले 3टा सेटमा नर्मल पुसअप हाने अब इन्क्लाइन छ इन्क्लाइन पुसअप डिक्लाइन पुसअप छ अनि त्यसपछि यो यहाँ जस्तै के अरे जिममा केबल फ्लाइज भन्ने हुन्छ नि यस्तो बटरफ्लाई एन्ड केबल फ्लाइ त्यस्तो मैले घर जुगाड गरेर गर्छु सो अहिलेसम्मको पम्प यही हो सो होइन मेरो अहिलेको लागि चाहिँ चेस्ट सबै सेट हानेर भ्याएँ मैले चेस्टको अब बाँकी छ सोल्डरको लागि मसँग त्यहाँ डम्बल्सहरू छन् ल्याटरल रेजेस साइड रेजेस ब्याक रेजेस के भन्छ नि त नाम थाहा नि बिस्तारै सबै नाम बुझ्दै जान्छु अब मेरो चेस्ट सक्यो अब चाहिँ सोल्डर बाँकी त्यसपछि मेरो वर्कआउट सबै सकिन्छ पसिना लास्टै आयो यार सो गाइज मेरो चाहिँ वर्कआउट सक्यो होइन सोल्डर पनि हाने चेस्ट पनि भयो अब नुहाउँछु त्यसपछि डाइट गराउँछु बाबुले बाइक साइक धुने अनुसार त्यो पनि गर्नु छ आज डे 1 चेस्ट एन्ड सोल्डर राम्रैसँग भयो पसिना यस्तो वाइल्ड आयो पसिना मैले 5 क्लासदेखि पुसअप सुसअप हान्ने गर्थेँ कि पुसअप हान्ने गर्थेँ 11देखि 11 क्लासमा मैले 75 डे हार्ड च्यालेन्ज कम्प्लिट गरेको थिएँ कि त्यसपछि फेरि 12मा मेरो बोर्ड इक्जाम आयो मैले सब छोडिदिएँ काम सो गाइज म चाहिँ नुहाएर आइसकेको छु मेरो कपाल लास्टै घुम्रो हो कि होइन अब चाहिँ डाइट बनाउँछु के छ अब घर आइटम खाने लायक त्यही बनाउने अनि त्यसपछि बाइक साइक धुने बाइक धोएपछि धुने बेलासम्म बाबा मम्मी आउँछ
अनि त्यसपछि चाहिँ एकछिन अब त्यो किताब पढ्नु पऱ्यो त किताब पढ्नु पऱ्यो म चाहिँ बिहान रनिङ जान्छु बिहान रनिङ गएको चाहिँ म भिडियो बनाउन मोबाइल सोबाइल हल्का रिस्की हुन्छ नि त कसले हिँडाल्दै यताउता अलि डर हुन्छ त्यही भएर चाहिँ यही हो सो मेरो डाइट चाहिँ यही हो होइन 3-4वटा आलु सोयाबिन अन्डा चना बाबाले मुङको दाल पनि ल्याइदिन्छु भन्नुभयो सत्तु ल्याइदिनु भन्नुभयो त्यही भएर अब सबलाई मिक्स गर्ने हामी कुकरमा हालेर पकाउने हो यही हो सो मेरो यहाँ चाहिँ अरूको यो तरकारी आइटमहरू तरकारी मतलब जस आधा डाइट पाकिरहेको यहाँ चाहिँ मैले अन्डा उमालिरहेको छु यो चाहिँ मेरो हल्कै इनर्जी ड्रिङ्क टाइपको के त्यही हो अब यति पछि अब चाहिँ हामीले बाइक चाहिँ धुनु पऱ्यो नत्र फेरि बालुको झ्याउ गर्नु छ फाइनल लुक चाहिँ यस्तो आउँछ होइन ट्याक्क अन्डा मेरो इनर्जी जुस र मेरो पोस्ट वर्कआउट मिल अब यति खाएर बाइक धुनु झर्ने यार सो मैले आफ्नो डाइट साइट चाहिँ सबै खाइसकेँ होइन अनि बसेका भाँडाहरू सबै धोएर पनि राखिसकेँ मैले चाहिँ अब बाइक साइक धुन्छु भन्थेँ अहिले अब हल्का पानी आएको रहेछ कति बजी आउँछ है त्यो पनि थाहा छैन पानी आयो भने बाइक धुनु पर्ला नलासम्म मैले आफ्नो चाहिँ त्यो 10 पेज पढेर भ्याउने सोचेको कि मसँग बुकहरू पनि छन् पढ्नको लागि भाइहरूसँग मागेको थिएँ भाइसँग मागेको थिएँ मैले चाहिँ यो रिच ड्याड एन्ड पोर ड्याड भन्ने पढ्ने भनेको छु क्या 28 पेज नम्बर सायद मैले 28वटा पेज पढिसकेको छु 28 भनेपछि अब मैले 38सम्म पढ्नु पऱ्यो 38 पढ्ने बित्तिकै त्यसपछि बाइक धुन निस्किने सो गाइज होइन मैले चाहिँ आफ्नो 10 पेज पढेर कम्प्लिट गरेँ होइन 38 पेज नम्बरसम्म मैले पुगेँ अब चाहिँ बाबाको बाइक धुने हो 75 डे हार्ट च्यालेन्जमा चाहिँ एउटा के मेन्सन गरेको थियो भने चाहिँ हामीले कम्तीमा पनि एउटा नयाँ स्किल सिक्नुपर्छ त्यो रिडिङ त्यो त छुट्टै नै छ एउटा कुनै पनि एउटा इफेक्टिभ स्किल सिक्नुपर्छ होइन बट मैले चाहिँ 2-3वटा कम्बोहरू यस्तो ट्राई गर्ने भनेको छु बक्सिङको कराटेको रेस्लिङको धेरै छ नि त त्यो सब ट्राई गर्ने भनेको छु त्यही आज त हल्का फुल्का गरेँ होइन अब अहिले चाहिँ बाबाको बाइक धुन्छु मैले हेर्दा त कति 1-2 मिनट भएको थियो मैले हेर्दाखेरि रेड बुल दिँदो रहेछ भित्रै राम्रोसँग बनाए का राम्रोसँग बना म देखिनु पर्यो बाइकलाई पानी जस्तो हालेको देखिनु पर्यो मैले र गाइज होइन मैले बाबाको बाइक पनि धोएर आएँ होइन सो अहिलेको लागि चाहिँ भिडियो यति नै छ अब बाबा मम्मी आउँछ यताउता खानासाना बनाउनुपर्छ त्यति धेरै गर्न चाहिँ पाइन्न भिडियो सिडियो बनाउनु त पाइन्छ दिनु नभन्ने हुन्न तर कस्तो छ भनेपछि अब हुन्छ नि त अब मेरो मोबाइलमा ब्याट्री पनि छैन कि ढाँट्नु 30% चार्ज छ मैले दिनमा एकचोटि मात्र चार्ज गर्छु अब त्यसको लागि चाहिँ अब आजलाई यति नै यदि तपाईँलाई मेरो भिडियो मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब अब पहिलो भिडियो त्यही गरिदिनु पऱ्यो अरू त के भन्नु छ र ल बाई